करण दाइ त जहाँ पनि फ्री हो त करण त मस्त आइसक्रिम हान्दै काटेको पनि एउटा भयो ढुङ्गा नि खै त्यो 17 मा त अगाडि पछाडि दुईटै आउँछ हैन र आउँछ auto bola था joint करवा नो या तो आपको एक का दूल्हा हो गया था अलग नो वे हाँ तो अलग बना मलाई यस्तो के भन्छ अन्त उठानी छु त्यो यो बोट पनि दुई तिनवटा चढ्नु पर्ने अझै यो त हामी आधी पनि घुमेन मैले त त्यो अर्को बोट तरेर जाने रे सबै घुम्यो अब हामी यताबाट गाडी लिएर हामी यताबाट पिटुको ठाउँतिर गयो के सब Meanwhile, भाषा पनि केही भाषा आउनु पर्यो कि अब हामीलाई त्यस के भने नि त्यसो एटलिस्ट हामीलाई त्यो खाद्यहरूसँग दोहोरो किन पुरा गर्न किन आउनु पर्यो होइन एटलिस्ट त्यसले के भनेको र लिमिटरदेखि होला है म त दाइले बिर्सिनु भयो भनेर के भन्नु त ताना न चाहिँ प्लेट यो साथै सुट्टा सबै दुबेर पैतालादेखि माथि अनि घोडादेखि मुनि छ नि त्यो बालमा त्यही मैले भन्न खोजेको दाइले भनिदिइहाल्नु भयो त त्यही उयो कार्लो बासमै ल्याइदिनु मिठो भोजन हानिदियो अब कस्तो दामी देखियो धुनु दाइ हजुर लायो नि मेरो झन् बेगी भनेको राति बेगीमा पुरै थापाको त हिलो होला त्यहाँ a few moments later. राजीव देखियो राजीव के गर्छ रे झ्यामा सबले हेर्छ तिमीलाई अब आज चाहिँ हाम्रो धेरै नै रमाइलो भयो होइन तर अब यस्तै कुराहरू सधैँ सधैँ भयो भने खासै मजा हुन्न क्या होटेलको खानाहरू पनि जति मिठो भयो पनि सधैँ फेरि मिठो हुन्न क्या मिठो हुन्न अनि खराब पनि हुन्छ जस्तै आज एक दुईजनाको भयो कसको भयो के सबको सबको भयो अनि अरू चाहिँ सब ठिक भयो अरू सब ठिक छ त्यो गाडीमा चाहिँ औडा बमिडिया अझै हेर न जान छ त्यस्तै गाडीमा फेरि कति हैरान होला नि वाक्क लाग्यो त्यो बसमा त तर यो गल्ली चाहिँ बबाल रहेछ क्या ठुल्ठुलो घरहरू क्या दामी देखियो भनौँ न दाइ भ्लग इन्डिङ अब चाहिँ हाम्रो अन्त्य हुन लाग्यो है गाइजहरू आँखा हेर्नु न लोद पऱ्यो सबै शरीर लोद पऱ्यो अब हाम्रो ज्यानले चाहिँ बिस्तारा मात्र आफ्नै बिस्तारा कस्तो मजा आयो त भनौँ न त आज र हिजो हेर्नु मुखै बिग्रियो अब खुट्टा बिग्रियो सबै बिग्रिने यार मजा आयो दाजुले भन्नुहुन्छ अब ल यस्तै भयो थियो अब दाइ हजुरले भन्दै जानु न सबैको भन्नुहोस् तपाईँले अब ल ज्याक्स आज र हिजोकोमा भन्नु नि त ल आज त हिजो पनि बबाल आज पनि बबाल भयो त्यही हो होइन खास हामी बसेको चाहिँ हिजो रातिदेखि बसेको नि 6 बजेको होइन अझै अलिकति दुई चारवटा चाहिँ मिस्टेक्स पनि कमजोरी चाहिँ छ केटाहरूको होइन त्यही हो नै त रमाइलो चाहिँ रमाइलो भन्दा चाहिँ सधैँ त्यो एकदम त्यो खालको रमाइलो हुनुपर्ने दुःख पाउँदाखेरि पनि त्यो पनि रमाइलो हो कि एउटा चाहिँ होइन अब जस्तै राजीवले अब चाहिँ गल्ती गरे एउटा के गल्ती गरे राजीव अब त्यो यत्रो हिँड्न पर्थ्यो यस्तो चप्पल लगाएर अनि यस्तो चप्पल अब भाइरल चप्पल हो नेपालको यार यो त यो बेकार हो यो जानेन उसले अब चोइस गर्न होइन
कस्तो ठाउँमा जाने हो त्यही अनुसारले चाहिँ कपडाहरू अब ड्रेसिङ गर्ने यताउति गर्ने त्यो गर्नुपर्छ। बुझ्यो राजीव अब नेक्स्ट मैले हेर टाइम मलाई यो हल्का खालको छ झर्लङ्गे खालको धेरै हिँड्नुपर्छ भनेर अब स्पोर्ट्स अरू जुत्ता पनि छ नि मसँग त। तर जुत्ता त मैले सोधा तर बेगीले चाहिँ औडा उ गर्ने रहेछ है कस्तो तर अप्ठ्यारो मैले चाहिँ अब गरायो। यो यही चुज गरेँ प्यान्ट पनि यही चुज गरेँ किनभने यो हल्का छ फ्यार्लङ सजिलो हुन्छ भनेर यही लाएर आएँ। तर त्यो सबै रमाइलो राजीवको भयो। सेलेक्सन एकदम झुरो। राजीव चाहिँ राजीवलाई भएन फेरि- जुत्ता लगाएर जुत्ता भएन तर यो दामी जुत्ता हो तर जुत्ता के भन्छ यसलाई तर यो एकदम चलेको हो कि चप्पल भन्छ कि के भन्छ? त्यतिकै यसो के अरे यहाँदेखि मात्रै बसपार्कसम्म जाने अनि त्यहाँभन्दा बढी हिँड्नु नपर्ने गाडीमा हिँड्नु हुँदाखेरि मात्रै ठिक हो न त बेकार हो। तलको यो सोल कम त हार्ड हुन्छ यसको। राजीव खुट्टा भन्नु न। नदुखाएर के दुखाउँछ टाउको दुखाउँछ। अब राजीव थाहा के छैन, भन्ने? अब ताल हेर्न त गएको ताल सानो सोचे ठुलो नै पर्यो। अँ। अब के भन्नु अब नेक्स्ट टाइम अब राम्रोसँग घुम्नुपर्छ प्लानिङ गरेर राम्रोसँग मैले यो आफ्नो पालि चाहिँ स्पोर्ट जुत्ता लगाएर हो फेरि नेक्स्ट टाइम फेरि आउने हो भनेर सोध न। नेक्स्ट टाइम आउँछु फेरि त्यहाँ फेरि त अब पछि त्यो कुरा पछि अरू थाहा ठाउँ हुन्छ जाँदा भन्दा हिँड्ने ठाउँ जस्तो मलाई हिँड्ने ठाउँ ठ्याक्कै गइन्छ यतिखेर तिमीलाई चाहिँ कस्तो लाग्यो त रमाइलो लाग्यो नि त आज राम्रो लाग्यो एक्सपिरियन्स यो पनि एउटा एक्सपिरियन्स हो जिन्दगीको कुरेसी आएर कहाँ डुलिस् त भन्दाखेरि भोलि बिहान साथीभाइ डुले नि म यस्तो तालमा डुले भन्नु मिल्यो होइन अनि कोसँग डुलिस् त भन्ने त हतरा दियो त। बुटोलको केटाहरू थियो अब सबैजना यस्तै घुम्नेवाला थियो अब रमाइलो गर्नेवाला थिएन घुमियो खाइयो अब पैसा भन्ने चिज त आयो मनी पैसा त goes to come डेन्जर and महँगो back पर्यो यार never forget never no regret money कति ट्याक्सीको दुईवटा ट्याक्सीको रन 500 युरो लिएको रहेछ अनि होइन पैसा भन्ने चिज जिन्दगीमा कमाइन्छ हेर मुमेन्टहरू क्याप्चर गर्नुपर्छ सबैजना खतरा मुभमेन्ट क्याप्चर गरि आज एक्सपिरियन्स हो दुःखै भए पनि एउटा एक्सपिरियन्स हो अनुभव नेचर हेर्न पाइयो होइन सबैभन्दा ठुलो कुरा चाहिँ त्यो हो मनी भनेको कुरा आउने कुरा आइरहेको छ जाने कुरा गइरहेको छ सुधार्नु पर्ने कुरा सुधारिन्छ त्यही हो अब ल जिन्दगी रमाइलो भयो ल अब के घुमिराख्नु लाग्यो पर्छ। तिमीलाई भन नि त दामी लाग्यो क्रोसियामा जो हुनुहुन्छ एकचोटि जानु या दामी ल त्यसको जुत्ता चाहिँ दामी हो तर कति युरो परेको रहेछ हो न, 120 होइन हो न, 120 रुपियाँ जुत्ता लगाएर आज प्रीति भेज लेकमा मस्त इन्टरनेसनल हान्यो दाइ के हो त्यो प्रीति भेज होइन र पिचे प्रीति भेज लेकमा इन्टरनेसनल धेरै जस्तो मान्छे चाहिँ नेसनल चाइनिज आएको थियो क्या चाइनिज भन्नु हो किन चाइनिजहरू हो सबै। चाइनिज पनि बढी आएको थियो ल भण्डारी दाइ अब लास्ट अब हजुर इन्ट्री दिनु नि त फेरि इन्ट्री कस्तो लाग्यो हजुरलाई जानेको दाइ उता नि अन्त कस्तो लाग्यो दाइ भन्नु हल्का मिठो छिटो दिनु राम्रो लाग्यो मलाई त यस्तो घुम्न फिर्न भनेपछि त होइन पोस्टर ब्यागमा दाजु त्यो नदेखाउँ अहिले नदेखाम त्यसको त्यो पृथ्वीनारायणको सागको कुरा चाहिँ अर्को भ्लगमा हामी चाहिँ गर्दै गरौँ ल अनि घुम्न खानापिना नयाँ सामानहरू चाहिँ एक्सपेरिमेन्ट गर्नको लागि चाहिँ एकदम मनैदेखि मन लाग्छ होइन खर्च यताउता खर्च धेरै नै भयो सोचे भन्दा पनि धेरै नै खर्च भयो अब नेपालीमा भन्ने भयो भने आमा बुवा नाइट बसेर नि हो कि नाइट बसेर नि हो आमा बुवाहरू तर्सिनु होला होइन चाहिँ नभन्न पैसा भने नि तर्दिन म पैसा भन्ने नि त तर्सिनुहुन्छ तर्सिसक्नु भयो अरे साथीभाइहरूको होइन त्यो चाहिँ सोच्यो भन्दा धेरै खर्च भयो तर त्योभन्दा राम्रो पनि भयो होइन अब सधैँ सधैँ काममा जाऊ आऊ त्यही बेड Mind त्यही fresh बिस्तारा, भइरहेको त्यही होइन? भित्ता त्यही साउ त्यही फलाम भन्दा त राम्रो भयो नि धेरै कुरा राम्रो भयो ठिक छ रमाइलो कहिले भयो हुनुपर्छ खतरा रमाइलो लाग्यो तर मलाई त बवाल खतरा फोटो त भिडियो झन् बबाल आएको छ खतरा अब यतातिर जानु सबको भयो रोहन र हरिको छ ठक्क बियर खाएर मस्त दुईजना म त रेबुल खाएँ फ्रेस हुनुलाई होइन मलाई फेरि बोमिट आउँछ नि त त्यो बस जस्तोमा अलिक बोमिट जस्तो हुन्छ कि ल रोहन भन नि त कस्तो भयो हिजो आज नाइट बसेर के रहने सिटाउन हानेको बियरसँग यसो भन दामी त एकदम दामी भएन नसोचेको तर नागरिकको नाइट दाइ सिटन नानी सिटन छ त यहाँ नाइट लाइफ पनि हेऱ्यो बबाल हुन्छ अनि मस्त होटेल पनि फर्स्ट टाइम बबाल दामी थियो है होस्टेल तर दामी थियो होस्टेल हो कि होटेल हो र त्यो होस्टेल जे भनिदिनुहुन्छ फिलीहरू धेरै चाहिँ फिलिपिनहरू थियो दामी थियो त्यो होटेलमा चाहिँ मान्छेहरू नेपाली भन्दा नि बाहिरको धेरै आउँदो रहेछ बस्न जो योपालि चाहिँ खतरा मजा आयो त्यसमाथि जागिर चाहिँ मेरो एउटै गुरुङ पर्दो रहेछौँ हामी त्यही भएर दाजुभाइ पनि यस्तो मिल्यो जस्तो कुरा भयो होइन अर्को चाहिँ हामी घुम्ने चाहिँ धेरै घुम्नु One of the पर्यो धेरै हिँड्नु पर्यो कि बेस्ट ठाउँ होइन अनि मैले मेरो लाइफको तर त्यहाँ मलाई एउटा खेल्नु किन रोकेछ बियो
भनौँ न तर त्यहाँ मलाई एउटा कुरा चाहिँ किन चित्त बुझेन भने नुहाउन पाएन कि त्यही चित्त बुझेन बनिसक्यो होला अब थाहै छ फेरि 5 मिनट भयो। फुटबलको त्यसै माथि रन्डे हामी भनेको चाहिँ खोला नजिकै मान्छे होइन पानी देखेपछि चाहिँ रन्डे डाइभ हान्नेवाला मान्छे त्यहाँ भयो रन्डी खान हुर्केकै चिडिया खोलामा अनि पानी देखेर सिकी हानेन भने नुहाउनै पाएन जस्तो गर्मीमा है त्यस्तो निलो पानी छ त त्यहाँ मान्छे मर्छ होला भनेर पनि दिएन के होला किनकि कुनै कुनै ठाउँमा धेरै गहिरो पनि दियो त्यहाँ औडा गहिरो त्यही थियो भएर दिने भयो नि दियो भने त ओभर त्यहाँको एउटा भइहाल्छ नि त जे होस् रमाइलो भयो होइन हरिप रमाइलो मलाई त यो वान अफ द बेस्ट हरि दामी लाग्यो थाहा भयो अनि हरिलाई कस्तो लाग्यो मलाई त मजा आयो त्यहाँ पैसैमा मस्त भोजन पनि हान्ने है एउटा भाँगा त्यो बियर दिरो भ्यानी लाग्यो एउटा चुरोट बाला नि त एउटा चुरोट खाइदिने त्यहाँदेखि चुरोट्ने के हाम्रो के भन्छ होला दुनिले के चुरोट पनि यो चाहिँ उसो निकोटिन कमवाला होइन दोनिल हो कि ब्ल्याक नेपालमा पाउँछ त्यो ब्ल्याक हुन्छ त्यो ठुलो त अरे भनेपछि रमाइलो अरू केही छ भन्ने शब्दहरू छैन ल ज्यास जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।